सो हेलो गाइज नमस्ते सेवा होप हजुरहरू सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु अनि आज चाहिँ हामी अनप्लान जस्तै भइरहेको छ कृष्ण मुराली कण्ठको कृष्ण मन्दिर जाने भनेर हामी रेडी भयौँ अनि त्यसपछि अहिले चाहिँ इनड्राइभको वेट गरिरहेको हो हामी अनि सो म पनि म कहिले गएको छैन क्या अनि धरानमा हुँदाखेरि उसले मलाई एप्रोच गरिरहेको थियो तर खै के भएर हाम्रो जुरेकै थिएन भनौँ न तर मलाई बिपसा मेरो साथी ऊ चाहिँ कृष्णको एकदम ठुलो भक्त हो अनि उसले मलाई धरानमा पनि एकचोटि एप्रोच गरेको थियो अनि त्यति बेला चाहिँ म जान पाइनँ सो अहिले चाहिँ हामी जाँदैछौँ सो हेलो गाइज फाइनली बल्ल बल्ल इनड्राइभ हाम्रो आइ पनि सकेको छ धेरैको डिस्टेन्स भएर होला कति धेरै क्यान्सल भयो अनि अब चाहिँ फाइनली यहाँदेखि अब 40 मिनट्स जस्तो लाग्ला जाम भयो भने 1 आवर है सो इट्स अ लङ ड्राइभ बेबी के छ तिमीलाई भन्नु खुसी लागिरहेको उसको एकदम धेरै उसको जिद्दीले नै गर्दाखेरि अहिले हामी स्कन जाँदैछौँ यो टाइममा तिमीलाई के भन्नु छ मैले तिमीलाई स्कन लाँदैछु अथवा हामी जाँदैछौँ मलाई खुसी लागिरहेछ नि थ्याङ्क यू के सो फाइनली गाइज हामी चाहिँ स्कन टेम्पल आइसक्यौँ मन्दिर अनि आफ्टर लङ ड्राइभ कस्तो 1 आवर नै लाग्यो होला कम्प्लिटली किनभने ठिक्क यो अफिस टाइम पनि थियो अनि जाम पनि भइरहेको थियो सो यहाँ आउने बित्तिकै यति धेरै पिसफुल भइरहेको छ आफ्नो मनमा सो सो गुड टु बी हियर है अनि अहिले चाहिँ अब चाहिँ हामी मन्दिरतर्फ जाँदैछौँ सो गाइज अहिले त आउटफिट चेक पनि भएको छैन अहिले गर्ने हो अनि थ्याङ्क यू त्यो ट्याक्सीवाला दाइले मलाई चार्ज गर्नु पनि दिनुभयो सो गाइज यहाँको माताजीहरूसँग कुरा भयो अनि हामी जस्ट आरती भ्याउने रहेछौँ 7 अब 6 बजीदेखिको स्टार्ट हुने रहेछ 8:45 चाहिँ क्लोजिङ अनि लेट भयौँ होला भनेर मलाई सोचिरहेको थियो बट नो वरिज सो गाइज हेर्नु न पछाडिको भ्यू कस्तो राम्रो देखिरहेको छ कति धेरै पिसफुल ठाउँ आइ एम सो ग्ल्याड टु बी हियर हेर्नु न कस्तो राम्रो हुन्छ हामी भयो जाऊ Brahmacharya Shri Haridas Thakur ki, Transcendental Cow Protection ki, Sandhya Aarti Darshan Kirtan ki, Jai Nitai Gaur Shri Kanath Premanande. All Gurus to assemble devotees. All Gurus to assemble devotees. All Gurus to all devotees. All Gurus to Sri Guru and Gauri Ranga. All Gurus to Padita Pavan Jagat Guru Srila Prabhupada ki.
सो गाइज आजको स्कनमा यस्तो राम्रो भजन कीर्तन नाच्यौँ है, कस्तो धेरै पिसफुल भइरहेको छ अनि आफ्नो मन पनि एकदम शान्त। अघि भन्दै थियो क्या मन शान्त हुन्छ यहाँ आएर भन्ने कुराहरू भइरहेको थियो नि एक्चुअलमै हुँदो रहेछ यो चाहिँ है, मार्क माई वर्ड्स है, बट यो एक्चुअलमा हुँदो रहेछ गाइज। मैले जे फिल गरेँ त्यही भनिरहेको छु अनि सो इट वर्क्स, इट रियली वर्क्स। यहाँ धेरै पिसफुल हुँदो रहेछ अनि कति धेरै स्ट्रेस हुन्छ नि अब हाम्रो डेली लाइफमा, अब त्यो त्यो सबै बिर्सिने। यहाँ त एकदम मन पर्यो मलाई यहाँको इन्भाइरोमेन्ट गाइज। अनि सो अब फेरि नेक्स्ट टाइम पनि आउने नै छु अनि मलाई रियली यहाँ ल्याउने चाहिँ स्पेसल थ्याङ्क्स टु बिपसा। वेलकम, अर्को पालि नै बस्छु ल। आउनुपर्छ है। अनि न त म आएकै थिइनँ क्या, म स्कन पहिला पनि जाने भन्ने कुरा त भएको थियो बट गएन क्या हामी। सो दिस टाइम आइपुग्यौँ। सो गाइज हेर्नु न, हामी चाहिँ एकछिन क्याफेमा छिरेको खाजासाजा खाने, लाइट खाना, अनि त्यसपछि घर जाने। अनि हेर्नु न गाइज हामीलाई कस्तो प्रब्लम भएको क्या यो प्राइस रेन्जमा, ट्याक्सीमा, इनड्राइभमा है। अनि त्यसपछि डिस्टेन्स लङ भएर पनि होला, त्यही पनि सो स्याड। सो गाइज म चाहिँ यस्तो खाँदैछु बिपसा। यहाँ चाहिँ मेरो आमा। सो गाइज आजको लागि भ्लग चाहिँ यति नै। अनि त्यसपछि थ्याङ्क्स फर वाचिङ। अब के कस्तो लाग्छ प्लिज कमेन्ट गरिदिनु होला। कति कुरा गलत बोल्यो होला, कति मिस्टेक्स भयो होला, सो प्लिज कमेन्ट गरिदिनु होला। अनि लाइक पनि